हेलो साथीहरू, गुड मर्निङ। लस्सु फ्यापुल्ला सबैजना सन्चै हुनुहुन्छ होला। अनि मैले पनि युट्युबमा यसो सानो भिडियो क्लिक गरेर राख्ने कोसिस गरेकी छु। हजुरहरूले मेरो युट्युब च्यानलमा गएर लाइक, कमेन्ट, सब्सक्राइब गरिदिनु होला र साथ सपोर्ट पनि गरिदिनु होला भन्ने विनम्र अनुरोध गर्दछु। यो भिडियो चाहिँ मेरो रहेको थियो पुसको अन्तिमको भोलि माघी सङ्क्रान्ति भन्ने दिनको हाम्रो चाहिँ तामाङहरूको चाहिँ माघमा नयाँ वर्ष मनाइन्छ। त्यो पुसको अन्तिममा चाहिँ हामीले गुम्बामा गएर पूजा गरे। ग्रह दशा फ्यालेको यो चाहिँ ग्रह दशा फ्याले सबैजना मिलेर। लामा गुरु हाम्रो बाजे हुनुहुन्थ्यो। गाउँमा पनि खासै मान्छे थिएन, धेरै पनि छैन, मान्छे नै छैन गाउँमा। अलिअलि अब काकीहरू, छामाहरू, मम्मी, बहिनी, म, फुपूहरू हुनुहुन्थ्यो। धेरैजना पनि थिएन। अनि पूजा गरे। त्यो राति हामी गुम्बामा लगभग 12-1 बजीसम्म बसे, पूजा गरे। अनि हामी माघे जात्रामा हाम्रो ढुक्ची भन्ने ठाउँ, हाम्रो गाउँमा ढुक्ची भन्ने ठाउँमा मेला लाग्थ्यो। पूजा सकिएर हामी चाहिँ तुरुन्तै जात्रा गए। अनि उता गएर हामी सुरुमा उता बत्तीहरू बाले, पूजा गरे। अनि हामी चाहिँ एकदम रमाइलो गरे। सबैजना हाम्रो यो ठुलो बाबा हुनुहुन्छ, नाच्दै हुनुहुन्छ ठुलो बाबा पनि। अनि हाम्रो यो ठाउँमा चाहिँ धामी झाँक्रीहरू जानुहुन्छ अनि पूजा गर्नुहुन्छ, नाच्नुहुन्छ। धामी झाँक्रीहरू ढ्याङ्ग्रो बजाएर। अनि लामाहरू पनि आउनुहुन्छ। सबैजना मिलेर रमाइलो गरे। यो भिडियो चाहिँ मेरो अब अलि ढिला भयो हाल्नलाई, किनकि भोलिपल्ट मैले हाल्न पाएन। भिडियो गर्न पनि बिर्सेको, भिडियो गरेको छ भन्ने कुरा पनि बिर्सेको थिएँ। किनकि मेरो घरमा फ्यामिलीमा शोक परेको, पढ्न गएको कारणले चाहिँ हजुरआमा बित्नु भएर सबैजना घरमा रुवा बसी चल्दै हुनुहुन्थ्यो। त्यही भएर हिजो बेलुका यसो हेरेँ भिडियो रहेछ, अपलोड गर्न कोसिस गरेकी छु। हजुरहरूले साथ दिनुहोला। यो ठाउँमा चाहिँ लगभग म पहिला बच्चा बेलामा गएको थिएँ। योभन्दा 13-14 वर्ष अगाडि पुगेको थिएँ। अनि यो पालि बल्ल जान पाएँ, जाने मौका पाएँ मैले।